सिंहपाडाका प्रतिभाशाली युवा डान्सर शिक्षित थापा अहिले आफ्नो अद्भुत प्रतिभा र मेहनतका कारण दक्षिण भारतको चर्चित रियालिटी शो डान्स कर्नाटका डान्सको ग्रान्ड फाइनलसम्म पुग्न सफल भएका छन्। यो उपलब्धि केवल शिक्षित थापाका लागि मात्र होइन, सम्पूर्ण दलसिंहपाडा र डुवर्स क्षेत्रकै लागि गर्वको विषय बनेको छ। दलसिंहपाडा बजार निवास हेलो एन्ड नमस्ते सबैजनालाई है। आजको भिडियोमा चाहिँ मैले अलिकति सानो कुरा लिएर आइरहेको छु। अन्त सानो सहयोग चाहिएको छ तपाईँहरूको होइन। के भन्दाखेरि चाहिँ हाम्रो साथी फिलहाल अहिले बेङ्गलोर कर्नाटकामा डान्स कम्पिटिसनमा उयो भएको छ होइन, सिलेक्ट भएर फिलहाल टप 4मा आएको होला होइन। अन्त उसलाई चाहिँ हामी सबैजना डुवर्समा जति पनि नेपालीहरू छ होइन, उसलाई चाहिँ भोट गर्नुपर्छ र हामी जिताउनु पर्ने हुन्छ होइन। म चाहिँ त्यही भन्नुको लागि चाहिँ आएको थिएँ होइन। तपाईँले चिन्नु पनि हुन्छ होला, उसको नाम शिक्षित थापा होइन। दलसिंहपाडा यता दलसिंहपाडा चाहिँ बिडपाडा उतातिर त सबै जग्गा चिन्छ, कालचिनी जग्गातिर होइन, कालचिनीहरूतिर। र उसलाई चाहिँ हामीले कसरी भोट गर्नुपर्ने भनेर चाहिँ तपाईँहरूलाई म स्क्रिनमा दिइरहेको छु। र गएर तपाईँहरूले पनि त्यसरी भोट गर्नु होला र शिक्षित थापालाई जिताउनु चाहिँ 100% भन्दैन 100% ट्राई गर्नु होला। ल धन्यवाद। र गएर सबैजनाले भोट गर्नु होला एन्ड सपोर्ट गर्नु होला उसलाई। यो भिडियो जति पनि तपाईँहरूको साथी भाइ नेपाली केटाका अब जता पनि छ, दार्जिलिङ सिक्किम भयो होइन, अब हाम्रो यता अलिपुरद्वार कालचिनीदेखि लिएर कहाँ छ नेपाली हरेक जग्गा पुगाइदिनु होला। म यति चाहिँ आशा गर्दैछु। र हाम्रो नेपाली साथीले चाहिँ जित्नुपर्छ यो डान्स कम्पिटिसन चाहिँ है। र अब तपाईँहरूलाई चाहिँ म कसरी भोट गर्ने भनेर चाहिँ यो मेरो साथीको फोन हो होइन, म तपाईँहरूलाई देखाउँछु है। हामीले चाहिँ मेन चिज चाहिँ कहाँ जानुपर्छ भन्दा चाहिँ पहिला चाहिँ प्ले स्टोरमा जानुपर्छ होइन। प्ले स्टोरमा गएर चाहिँ खोज्नुपर्छ। प्ले स्टोरमा आयो भने चाहिँ सर्चमा गएर तपाईँहरूले यहाँ ZZE5 एप है, यो यसमा देख्न सक्नुहुन्छ तपाईँहरूले। यसमा चाहिँ गएर यो डाउनलोड गर्नुपर्छ होइन। हामीले यो डाउनलोड गरेर चाहिँ यही एपभित्र हुन्छ डान्स कम्पिटिसन चाहिँ, त्यही अब त्यसमै गएर चाहिँ उयो गर्नुपर्छ। यहाँ मजाले हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो हो ZZE5 मुभिज भन्ने उसमा चाहिँ गएर चाहिँ डाउनलोड गर्नु सक्ने हुनुहुन्छ। र फाइनली यहाँ गएर अन्त यस्तो प्रकारको सो गर्छ। अन्त तपाईँहरूले यहाँ टक्कै हिन्दीमा गएर यो हटायो होइन। अन्त यहाँ टक्कै कन्टिन्यूमा गरे, यता चाहिँ कतै नथिच्ने यस्तो के होइन, यो सब हो। अन्त तपाईँहरूले चाहिँ कहाँ गएर सर्च गर्नुपर्छ भन्दा चाहिँ यहाँ DKD टक्कै सर्च गर्नु, टक्कै यहाँ भेट्छ भोट। यस्तो टाइपको फ्रेम आउनु सक्छ तपाईँ होइन। सबैकोमा यो प्रकारको फ्रेम आउँछ। अन्त स्ट्रगल गर्दै जानुपर्छ होइन माथि। सबैजना यहाँ जति पनि टप 10मा पुगेको छ होइन। अन्त हाम्रो चाहिँ यहाँ हिरो यो मान्छे शिक्षित थापा, उसलाई यहाँ टक्कै एकताल क्लिक गर्नुहोस्। यहाँ टक्कै समिटमा छ, टक्कै समिट, बास तपाईँको भोट भयो। त्यहाँदेखि तपाईँलाई सेयर गर्नु छ भने सेयर गर्नुहोस्, सेयर गर्नु छैन भने नगर्नुहोस्। टक्कै सेयर गऱ्यो भने अब जान्छ यसरी हो। तर आफ्नो मर्जी हो, तपाईँहरूलाई चाहिँ के लाग्छ होइन। टक्कै भयो। र मैले जसरी फोनमा तपाईँहरूले देखायो होइन,
त्यसरी नै गर्नु होला। अब मैले फोनको स्क्रिनबाट गरेको भए चाहिँ के हुन्थ्यो भन्दाखेरि कतिजनाले बुझ्दैन होइन, अन्त थाहा हुँदैन। अन्त त्यही कारण चाहिँ मैले चाहिँ फोनमै मजाले नै तपाईँहरूलाई गरेर देखाएको छु। र सबैजना गएर चाहिँ त्यसरी नै G5 मा गएर सबैजनाले होइन भोट गरिदिनु होला शिक्षित थापालाई। अन्त सबै साथीभाइहरूलाई पनि भनिदिनु होला यो बारेमा होइन, भोट गरिदिनुहोस्। बिचरा ऊ अहिले फिलहाल भोटको लागि बहुत उयो गरिरहेको छ होइन, भोट आउँछ भनेर कति आश गरिरहेछ। हाम्रै नेपाली केटाहरू झन् होइन, सँगै नाचेको सँगै घुमेको केटाहरू सबैजनाले सपोर्ट गर्नुपर्छ होइन। मेरो भिडियोलाई नि अब सबैजनाले लाइक कमेन्टहरू सबै गरिदिनु होला। अन्त उसलाई पनि गएर सबैजनाले भोट गरिदिनु होला र धन्यवाद।